सानी रातो टोपी। एक समयको कुरा हो, हरियो डाँडा, अग्ला रुख र चिरबिर गर्ने चराहरूले भरिएको एउटा सुन्दर गाउँमा एउटी सानी केटी बस्थे। ऊ सधैँ रातो रङको सुन्दर टोपी लगाउँथी। त्यो टोपी उसलाई उसकी हजुरआमाले माया गरेर बनाइदिएकी थिइन्। गाउँका सबै मानिसहरूले उसलाई सानी रातो टोपी भनेर चिन्थे। सानी रातो टोपी निकै दयालु, आज्ञाकारी र हँसिली थिइन्। ऊ आमा बाबुको कुरा ध्यान दिएर सुन्थी र हजुरआमालाई त झन् असाध्यै माया गर्थी। एक दिन बिहानै उसकी आमाले भनिन्, छोरी, हजुरआमा बिरामी हुनुहुन्छ। यो टोकरीमा रोटी, मह र औषधि राखेको छु। जंगल पार गरेर हजुरआमाको घरसम्म लगेर देऊ, तर बाटो छोडेर कतै नजानु अनि अपरिचितसँग कुरा नगर्नु। सानी रातो टोपीले टाउको हल्लाउँदै भनिन्, हुन्छ आमा, म ध्यान राख्छु। उसले आफ्नो रातो टोपी लगाई, टोकरी बोकी, खुसी हुँदै जंगलतिर लागी। जंगल निकै सुन्दर थियो। रङ्गी चङ्गी फूलहरू फुलेका थिए, हरिणहरू उफ्रिरहेका थिए र चराहरू मधुरो स्वरमा गाइरहेका थिए। सानी रातो टोपी फूलहरू हेर्दै, रमाउँदै अगाडि बढिरहेकी थिइन्। त्यही बेला झाडीभित्रबाट एउटा चलाख ब्वाँसो निस्कियो। उसले सानी रातो टोपीलाई देखेर मिठो स्वरमा भन्यो, नमस्ते सानी केटी, कहाँ जाँदैछौ? आमाको कुरा सम्झिए पनि ब्वाँसोको बोली मिठो भएकाले सानी रातो टोपीले जवाफ दिइन्, म मेरी हजुरआमालाई भेट्न जाँदैछु, उहाँ बिरामी हुनुहुन्छ। ब्वाँसोले चालाकीले सोध्यो, हजुरआमाको घर कहाँ छ? सानी रातो टोपीले बाटो देखाउँदै भनिदिइन्, त्यो अग्लो रुखपछिको सानो घर। ब्वाँसोको आँखामा लोभ चम्कियो। उसले दिमागमा योजना बनायो, किन यति हतार, यी सुन्दर फूलहरू तिमी हजुरआमालाई नदिने? भन्दै उसले रङ्गी चङ्गी फूलतिर इशारा गर्यो। सानी रातो टोपीलाई त्यो विचार राम्रो लाग्यो। हो त, हजुरआमालाई फूल मन पर्छ भन्दै ऊ फूल टिप्न थाली। त्यसै मौका छोपेर ब्वाँसो छिटो छिटो हजुरआमाको घरतिर दौडियो। हजुरआमा ओछ्यानमा आराम गरिरहनु भएको थियो। ब्वाँसोले ढोका ढकढक्यायो। को हो? हजुरआमाले सोध्नुभयो। म तपाईँकी नातिनी, ब्वाँसोले स्वर नक्कल गर्दै भन्यो। ढोका खुलेपछि ब्वाँसोले हजुरआमालाई कोठामा थुनेर उहाँको लुगा लगाएर ओछ्यानमा सुतेर पर्खन थाल्यो। केही समयपछि सानी रातो टोपी फूलको गुच्छा लिएर आइपुगी। उसले ढोका ढकढक्याई। भित्र आऊ, ब्वाँसोले कमजोर स्वरमा भन्यो। भित्र पस्दा सानी रातो टोपीले अचम्म मान्दै भनिन्, हजुरआमा, तपाईँका आँखा कति ठूला? तिमीलाई राम्रोसँग सुन्न, ब्वाँसोले भन्यो। हजुरआमा, तपाईँका आँखा कति ठूला? तिमीलाई राम्रोसँग हेर्न, ब्वाँसोले भन्यो। हजुरआमा, तपाईँका दाँत कति ठूला? तिमीलाई खान, भन्दै ब्वाँसो ओछ्यानबाट उफ्रियो। सानी रातो टोपी डराएर चिच्याई। त्यही बेला बाहिरबाट एकजना साहसी शिकारीले आवाज सुने। ऊ झ्यालभित्र पस्यो र ब्वाँसोलाई समातेर बाँध्यो। त्यसपछि हजुरआमालाई सुरक्षित निकाल्यो। हजुरआमा र सानी रातो टोपी दुवै सुरक्षित देखेर शिकारी मुस्कुरायो। ब्वाँसोलाई जंगलबाट टाढा लगेर छोडियो, जहाँ उसले फेरि कसैलाई दुःख नदियोस्। हजुरआमाले सानी रातो टोपीलाई काखमा राख्दै भन्नुभयो, छोरी, जीवनमा आमा बाबुको कुरा मान्नु कति जरुरी रहेछ है? सानी रातो टोपीले लज्जित हुँदै भनिन्, हो हजुरआमा, अब म कहिल्यै अपरिचितको कुरा सुन्दिन। त्यस दिनपछि सानी रातो टोपी अझै बुद्धिमान र सावधान भइन्। उनी खुसी साथ घर फर्किन्, मनमा एउटा ठूलो सिकाइ बोकेर। कथाको शिक्षा, अपरिचितको कुरा सजिलै विश्वास गर्नु हुँदैन। आमा बाबु र ठूला मानिसको सल्लाह मान्दा हामी सुरक्षित रहन्छौं।